आज हाम्रो चाहिँ मुकबाङ च्यानल हुँदैछ फर्स्ट टाइम हैन। यस्तो अब दुबईको पार्टिसन रुममा एकदम कुचुक्रो ठाउँमा कुचुक्रो मुकबाङ हेर्दै गर्नुपर्छ तपाईँ। मन पर्यो भने लाइक कमेन्ट पनि हालिदिनु होला। मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ आज हाम्रो मुकबाङको खानेकुराहरू ग्रिल चिकन, रोटी, सलाद, सस। कति सानो हुन्छ रहेछ यार यो त। पखेटा पिस हो, कमजोर खालको लेग पिस रे। लेग पिस, कमजोर खालको लेग पिस। लास्ट टिस्यु छैन यहाँ, दामी रहेछ। टिस्यु छैन नि, टेस्टी छैन। टिस्यु हो टिस्यु। ए यस्तै हो अब कुचुक्रो मुकबाङ। तर अचार चाहिँ बगाल रहेछ हो। अचार चोपेर होला हाम्रोमा। यो ग्रिल चिकन त बाहिरको हो, यहाँ कुचुक्रो ठाउँमा बनाउने ठाउँ छैन हाम्रो। दुबईको बसाइ यस्तै हो हैन। ओ यार अरबिक भिडियो खानुपर्छ। त्योसँग खानु चाहिँ गरेर यो चाहिँ दुबईको रेडिमेड रोटी हो होइन। पानी चाहिँ टाइम रहेछ यार। अब समस्या भयो नि। जान्छ है। Wow, very tasty. Nó bột cái con rồi đấy. Con rồi đấy. Chúng tôi sẽ tắt. आज हाम्रो दुबईको छुट्टी बनाउनु अल्छी लागेर बनाउने ठाउँ पनि छैन हाम्रोमा। यस्तो रुम छ, पार्टिसन रुम कुचुक्रो, त्यही भएर किनेर ल्याएर लग होइन। ल हो पसिना गर्मी भेल रास्तै त होइन गाई। अबुई Đánh rồi thế rồi. Kun चाहिँ यताको सबै गरिदिनु ल। यहाँ अगाडि हामीले सबै मेरो घरमा त्यही हो नि। त्यस्तै छ।
यो चाहिँ मेरो फर्स्ट मुकबाङ हो। मन परेमा लाइक शेयर सब्सक्राइब गर्नु होला। चार हजार ठीक है। पसीना पसीना भयो यसले पनि काम गर्दैन यार गाह्रो छ। यस्तो गरेर एउटा फुल चिकन हो गाई चाहिँ आधा आधा खाएको हामीले होइन। आधा म आधा यता साथीले। बस स्याहारेर दामी। त्यसै पनि फेरि पोसो जस्तो लाग्छ क्या मलाई। सोयाबिन खाएको लाग्छ। खुट्टामा टप्प टप्प अलिकति टोकेर खाने कताकति स्पाइसी है। बेरेको त होइन नि। बबल चाहिरहेको छ। गर्मी लाग्यो। खानु मजा आइरहेछ क्या। यसै छ दुबईको लागि। ज्यादा प्यास भयो क्या मैले यार यो। सुँगुर मासु खाने एउटा कुखुराको मासु चाहिँ मजा आउँछ। कहाँ छ पसिना दिनु त्यही मैला भएको हुन्छ। सबैले बन्द गर्नुपर्छ अनि बाहिरै जानुपर्छ। दही पनि रहेछ क्या। यार है अनि तिमीलाई कस्तो लाग्छ दाइको भ्लगमा आएर? दाइको भ्लगमा तिमी पनि फेमस हुनु पर्यो। गर्मी मात्र हुँदैछ दाइको भ्लगमा। यो अलिकति फ्यास फ्यास भएर मात्रै भएन क्या। यस्तो यस्तो दामी छ। बोलो न उसो। नबोली भाइरल हुन्छ क्या। बोल्नै पर्दैन। नबोली भाइरल हुन्छ। म छु नि त यहाँ क्यामेरामा। बस हो म क्यामेरामा आएपछि बोल्नै पर्दैन। पहिलो गरेर खाऊ न हौ।
कति भयो गाइस गर्मी गर्मी कति भयो गर्मी चाहिँ हेभी छ गाइस अहिले कसरी पुरा आवाज निकाल्छ नि हाम्रो पनि त्यस्तो आवाज आउँछ होला हेर्नु त त्यो त यहाँ एउटा स्पिकर राखेको हुन्छ नि त उनीहरूले त ए हो एउटा सानो स्पिकर पाइन्छ क्या यहाँ टक्क चेप्ने त्यही भएर यहीँ बोलेपछि अनि ठुलो आइहाल्यो नि अब त्यो भाइरल भएपछि अब तपाईँ पनि एउटा लिनु सानो चेपेर अनि भाइरल त हुँदैन यार यसो हल्का हल्का सब्सक्राइबर बढ भने भइहाल्यो भाइरल हुनु छैन मलाई भाइरल हुनु त केटी हुनुपर्छ गाइस त्यही त हामीले त मान्छेहरू भाइरल हुँदैन पक्कै हो कुकसुक पनि ल्याउनु पर्थ्यो है कुक चाहिँ अब सम्झिनै पर्छ दिस आवर कुक अर्ग्यानिक कुक पसिना आयो यार म चाहिँ पाहुना आएको है आज गाई गाईको रुममा त्यो भने अझै चेपार भएको है मैले देखाउन भिडियोमा आउँदैन क्या अब मुखबाट पनि सक्छु ending shot guys ending भन्दै अझै एउटा चाहिँ खाइदिनु पर्यो क्यारेट है दामी लाग्यो मलाई ल गाइस आजलाई ब्लग यति नै ब्लग होइन मुकबाङ यति नै हो योभन्दा हामी खान सकिँदैन होइन तर म भात चाहिँ खान्छु भात चाहिँ ल ठिक छ उसले भात चाहिँ खान्छ अरे ल एक गाँस भए पनि खानै पर्छ मन परेमा लाइक सब्सक्राइब अनि के अरे कमेन्ट पनि गर्नु होला सेयर पनि गरिदिनु सेयर पनि गर्नु होला सब्सक्राइब पनि गरिदिनु सब्सक्राइब पनि गरिदिनु